ओए भाइ त कता टप 2 तिर तेरो दाइ साइड लाग लुमिन लाइन्स हुन्छ अब टपमा ओए बल्ले बल्ले ओ याहु याहु सो गाइज हिजो गेममा विराटनगर किङ्स भर्सेस लुमिन लाइन्समा लुमिन लाइन्सले जितिसकेको छ र हाम्रो विराटनगर किङ्स सबैको टप 2 मा जान सक्छ त र लुमिन लाइन्सले हाम्रो टप 4 मा हाम्रो टेबलमा पोजिसन लिड गरिसकेको छ अब के हुन्छ लुमिन लाइन्स इज अन द ब्याक फर्ममा आइसकेको छ लेट्स गो Oh boy, a Zumar lens. How's this? Close enough? र हिजो गेम हार्दा तपाईँलाई कस्तो लागिरहेको तपाईँ टप 2 मा पुग्न सक्नुहुन्छ त खाइ अब काठमाडौँले पोखरालाई नजिते त हो नत्र त अलि गाह्रै छ र के लाग्छ गाइज पोखराले जित्छ होला त र गाइज अब यो भिडियो हेर्नको लागि भोलिको भिडियो हेर्नमा सबले के लाग्छ प्रिडिक्ट यर हार्छ मलाई ढुक्क थाहा ल पोखराले हार्छ भने यो पोखराको विरुद्ध त साइड लाग So guys, let's welcome Fab du Plessis from South Africa who is playing his first game in NPL. Game खासै अब फ्याफले खत्रै खेल्न त सकेन तर लेट्स होप ही विल टर्न अप बिग रियल गुड ओके विश हिम गुड लक बल्ल बल्ल 1 फुट फेरि पुरा थियो र 1 फुट टार्गेट दिएको थियो विराटनगर किङ्सले र त्यसको लागि हामीले जम्मै 5 विकेट मात्रै फालेको 5-6 जनाले जितिदियो त्यस्तो नै हुन्छ ल लास्टमा थियो अहिले टप पाइदियो कठे छे जा ल गाइस सी यु इन द नेक्स्ट भिडियो टिल देन टेक केयर एन्ड गुड बाई